घर सफा राख्छु, आफू पनि खुसी हुने प्रयास गर्छु। भनिन्छ गृहिणी खुसी राम भएको राम जी, घरमा माता दुर्गाको वास हुन्छ। वेलकम है भगवानको हमारे कृपा चैनल में सधैँ आप रहन्छ सबका। अरे। सोच्नु न, घर तो ये अस्त-व्यस्त देखिए देखेर इस मन टाइम बाहर प्रसन्न का नहुँदा नज़ारा यहाँले ऐसा होता है। मन लगाएर काम गर्न पो सक्नुहुन्न थियो कि? तो हो, पैसाले वस्तु ये किन्न मैंने सकिन्छ, कुछ गमले तर रखे हैं। खुसी सकिन्न। मेरे को आमा गमलों बुवा का बच्चा और परपाहुना ये अनि पेड़ पौधों का हामीलाई बहुत के शौक है। कतिखेर चाहिएको छ ये त्यसको जैसे कि म्यानेज त कड़ी मैले पत्ता है। गरेको छु नि। यहाँ पनि त तपाईँलाई तो स्वतन्त्र राखेको छु। हो, मैले अभी घर गुलाब सम्हाल्छु, इसमें त्यसैले लगे थे, बाहिर मैंने निस्केर मन यहाँ से लगाएर काट दिए फोकस थे, भएर काम तो गर्न यहाँ से सक्नु भएको और छ। ज़्यादा हो उहाँले जाएंगे। पाएको प्रमोसनमा मेरो चाहिँ कन्ट्रिब्युसन भएन र हो, यो मेरो कमाइ हो। आप हो, लोग भी पैसाले घरका पर्खालहरू बनिन्छन्, थोड़ा तर बहुत त्यहाँ परिवार त्याग बसाउन कीजिए। गृहिणीको सबैभन्दा ठुलो भूमिका रहन्छ। हो, यो मैले कमाएको कमाइ हो। मैले दिनरात घरमा खटेर आफ्नो ड्युटी सम्झेर पुरै लगनशीलताको साथ गर्ने कामको मूल्य एकचोटि क्याल्कुलेट गर्नुहोस् त। तपाईँको क्याल्कुलेटरमा आएको अमाउन्ट हो, यो मेरो कमाइ हो। सोच्नु न, बाहिर निस्केर पैसा कमाउने मान्छे पनि घरमा आएर खाना मागेर खान्छ नि है। यहाँ त ऊ पनि अरूप्रति आश्रित भयो नि होइन। यहाँ हरेक मान्छे के कहीँ न कहीँ, कतै न कतै, कोही न कोहीसँग केही कुरामा एकअर्काप्रति आश्रित डिपेन्ड छ कि। अब भन्नुहोस्, कसरी गृहिणीलाई मात्रै अरूप्रति आश्रित मान्ने? नसकेर होइन, कसैको बाध्यता हुन्छ, कसैको परिस्थिति हुन्छ, अनि कसैको चाहना हुन्छ एज अ गृहिणी जीवन बिताउने। फेरि हामीले त हाम्रो कामहरू बाँड्या हो नि। म तिमीभन्दा बेटर आफ्नो पर्सनल लाइफ सम्हाल्न सक्छु, हाम्रो घर परिवार सम्हाल्न सक्छु, म यो गर्छु। तिमीले मभन्दा बेटर बाहिरको काम गर्न सक्छौ, तिमी यो गर। यहाँ सबैको जीवनको आफ्नो